यदि तपाईँ कुनै व्यक्तिलाई चिन्न चाहनुहुन्छ, उहाँको विषयमा सबै कुरा थाहा पाउन चाहनुहुन्छ भने चाहिँ तपाईँको सम्बन्ध अर्थात् तपाईँको सङ्गति चाहिँ त्यो व्यक्तिसँग हुनैपर्छ। यदि त्यो व्यक्तिसँग तपाईँको सम्बन्ध छैन भने, उसँग तपाईँको सङ्गति छैन भने चाहिँ तपाईँले कहिले पनि चिन्न सक्नुहुन्न। त्यसै कारणले गर्दाखेरि चाहिँ परमेश्वरलाई चिन्नको लागि चाहिँ दोस्रो तरिका चाहिँ के हो त भन्दाखेरि सङ्गति हो। त्यसैले गर्दाखेरि चाहिँ परमेश्वरलाई चिन्नको लागि चाहिँ सङ्गति अपरिहार्य, एकदमै निडेड भन्छ, महत्त्वपूर्ण छ। यदि सङ्गति भएन भने चाहिँ सायद हामीले परमेश्वरलाई चिन्न सक्दैनौँ। त्यसले गर्दाखेरि चाहिँ आज हामी अनलाइनको माध्यमबाट यसरी तपाईँहरू दिनभरि काम गरेर रात्रिकालीन यसरी भेला हुनु चाहिँ के हो भन्दाखेरि चाहिँ सायद तपाईँ परमेश्वरलाई चिन्न चाहनुहुन्छ। अनि त्यही चिन्नकै लागि पनि तपाईँले यसरी लाइभमा आउनु भएको छ। अनि कतिजना लाइभमा आज आउनु भएको छैन, यसो अनुहार हेर्दै गर्नुहोस् है, नाम लेखेर राख्नुहोस्। को चाहिँ आज आएको छैन त्यो व्यक्तिलाई चाहिँ आज तपाईँले सिकाएको हुनुपर्छ कि आज चाहिँ के हो त भन्दाखेरि चाहिँ सङ्गतिद्वारा चाहिँ हामी परमेश्वरलाई चिन्न सक्छौँ भन्ने विषयमा हेर्दैछौँ। त्यसले गर्दाखेरि चाहिँ सङ्गति चाहिँ महत्त्वपूर्ण छ है त। त्यही भएर म्याथ्यु हेनरी भन्ने एकजना प्रभुका दास टिप्पणीकारले के भन्नुहुन्छ भने परमेश्वरलाई चिन्ने सर्वश्रेष्ठ उपायहरूमध्ये एक उहाँसँगको निरन्तर सङ्गति गर्नु पनि हो भनेर चाहिँ यो व्यक्तिले भन्दछ। अनि कस्तो राम्रो कुरो गरेको छ क्या। परमेश्वरलाई चिन्ने सर्वश्रेष्ठ उपायहरू अझ अरू पनि छ, तर ती उपायहरूमध्ये एक शक्तिशाली उपाय चाहिँ उहाँसँग निरन्तर सङ्गति गर्नु। एक दिन हप्तामा आइतबार सन्डे गरेर स्याटरडे गरेर या हप्तामा हामी स्याटरडेको साँझमा यसरी जुमबाट सङ्गति गर्दै गर्दाखेरि चाहिँ त्योभन्दा पनि निरन्तर व्यक्तिगत सङ्गतिको कुराहरू आउँछ, पारिवारिक सङ्गतिको कुराहरू आउँछ, अनि साप्ताहिक सङ्गतिको कुराहरू आउँछ। यी सबै कुरा चाहिँ के हो त भन्दाखेरि चाहिँ हाम्रो जीवनलाई निरन्तर सङ्गतिमा लैजाने कुरा। त्यही भएर यो व्यक्तिले राम्रो कुरो भन्छ, उहाँसँगको निरन्तर सङ्गतिद्वारा चाहिँ हामी परमेश्वरलाई चिन्न सकिन्छ भनेर चाहिँ भन्दछ। त्यस कारणले गर्दाखेरि चाहिँ आजको वचनको विषय चाहिँ सङ्गतिद्वारा परमेश्वरलाई नजिकबाट चिन्न सकिन्छ भन्ने विषयमा चाहिँ आज हामी वचन सुन्नेछौँ। त्यसैले गर्दा तपाईँहरूले मसँगै यदि तपाईँसँग धर्मशास्त्र बाइबल छ भने लुका रचित सुसमाचार 24 अध्यायको 13 देखि 35 को खण्डलाई निकाल्न सक्नुहुनेछ। आजको वचन लुका 24 अध्यायको 13 देखि 35 पदबाट आज हामी सुन्नेछौँ, हेर्नेछौँ। र यस खण्डबाट आजको वचनको विषय रहनेछ सङ्गतिद्वारा परमेश्वरलाई नजिकबाट चिन्न सकिन्छ। लुका 24 को 13 देखि 35। आउनुहोस् हामी सबैको निम्ति म वाचन गर्नेछु। कृपया तपाईँहरूले आफ्नो शास्त्रमा हेर्न सक्नुहुनेछ। यहाँ यसरी लेखिएको छ, त्यही दिन उहाँका चेलाहरूमध्ये दुईजना यरुसलेमबाट प्राय 11 किलोमिटर टाढाको इमाउस नाउँको एउटा गाउँतिर गइरहेका थिए। घटेका सबै घटनाहरू बारे तिनीहरू आपसमा बातचित गर्दै थिए। तिनीहरू आपसमा बातचित गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूको साथ लाग्नुभयो। 16 तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याएका थिए। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ? तिनीहरू उदास भएर टक्क अडिए। ती दुई मध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, यरुसलेम घुमफिर गरी आउने भएर पनि हिजो आज त्यहाँ के घटिरहेछ तपाईँलाई थाहा छैन? 19 उहाँले तिनीहरूलाई सोध्नुभयो, कुन कुरा? तिनीहरूले जवाफ दिए, येशू नासरीको बारेमा। उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। तर मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिएर उहाँलाई क्रुसमा टाँगे। इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले आशा गरेका थियौँ। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। 22 यसबाहेक हाम्रो दलका कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारे चिहानमा गए र येशूको शरीर भेटाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, हामीले स्वर्गदूतहरूलाई देख्यौँ जसले येशू जीवित हुनुहुन्छ भने। हामीहरू मध्येका कोही चिहानमा गए र ती स्त्रीहरूले जे भनेका थिए त्यस्तै भेटाए, तर उहाँलाई चाहिँ देखेनन्। 25 उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूको हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ? के ख्रिस्टले यी कष्टहरू भोग्नु र आफ्नो
महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? तब मोसा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनु भयो। तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो, तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, हामीसँगै बस्नुहोस् किनकि साँझ पर्न लाग्यो र दिन धेरै ढल्किसकेको छ। अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो। 30 जब येशू तिनीहरूसँग खाना बस्नुभयो, उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो। तब तिनीहरूका आँखा खुलेर तिनीहरूले उहाँलाई चिने अनि उहाँ चाहिँ तिनीहरूका दृष्टिमा अल्पिनुभयो। तिनीहरूले आपसमा भने, उहाँ हामीसँग बाटोमा बातचित गर्नुहुँदा र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनु हुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र? 33 तिनीहरू त्यति नै बेला उठेर यरुशलेममा फर्केर 11 चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे। सेकेन्ड 34 र तिनीहरूलाई यसो भने, प्रभु साँच्चै नै जीवित भई उठ्नु भएछ र सिमोन कहाँ देखा पर्नु भएको हो रहेछ। अन्तिम तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने सो बताइदिए। आमेन। यो वचन पढाइ सुनाइमा परमेश्वरले हामी सबैलाई आशिष दिनुभएको होस्। आउनुहोस् हामी प्रार्थना गरौँ। सर्वशक्तिमान परमेश्वर, तपाईँको पवित्र वचनको निम्ति धन्यवाद छ। प्रार्थना गर्छौँ यो हामी आज अनलाइन माध्यमबाट संगति गर्दैछौँ। हे प्रभु, हाम्रो बिचमा आफ्नो उपस्थिति दिनुहोस्। जसरी यहाँ खण्डमा तपाईँले ती दुई चेलाहरूलाई धर्मशास्त्रको अर्थहरू खोलेर जुन कुरा सन्देश बताउनु भयो, प्रभु म प्रार्थना गर्छु पवित्र आत्मा हामी प्रत्येकलाई एक एक व्यक्तिसँग तपाईँ बोल्नुहोस् भनिकन बिन्ती प्रार्थना गर्छौँ, ताकि आगामी दिनहरूमा तपाईँसँग निरन्तर संगतिमा अगाडि बढ्नको लागि सबैलाई मद्दत गर्नुहोस् भन्दै आशिष माग्छौँ ख्रीष्ट येशू प्रभुको नाममा। आमेन। हुन्छ, हामीले लुका 24 अध्यायको 13 देखि 35बाट परमेश्वरको जीवित वचनलाई वाचन गरिसकेको छ अनि यस खण्डबाट आजको वचनको विषय रहनेछ संगतिद्वारा परमेश्वरलाई नजिकबाट चिन्न सकिन्छ। संगति भनेको चाहिँ परमेश्वरको उपस्थितिमा उहाँसँगै हिँड्नु, उहाँको वचन सुन्नु, वचन मात्र सुन्ने होइन, त्यो सुनेको वचनमा चाहिँ आज्ञाकारी हुनु, एक अर्कामा चाहिँ हृदय बाँड्नु र आत्मिक रूपमा एक हुनुलाई चाहिँ संगति भनेर चाहिँ भन्दछ। अनि संगति शब्दलाई चाहिँ ग्रीक भाषामा चाहिँ कोइनोनिया भनेर भन्छ, जसको अर्थ चाहिँ संगति, साझेदारी, सहभागिता अथवा आत्मिक एकता भन्ने अर्थ हुँदछ। लुका रचित सुसमाचार पवित्र आत्माको प्रकाशमा एन्टिओखियाको बासिन्दा डाक्टर शिक्षित व्यक्ति लुका आफैले चाहिँ लगभग ईस्वीसम्म चाहिँ 60 देखि 80 को बीचमा चाहिँ यो पुस्तक एक सम्मानित व्यक्ति माननीय थियोफिलस नामका व्यक्तिलाई सम्बोधन गरेर चाहिँ लेख्ने काम गरेका हुन्। अनि यो लुका चाहिँ येशू ख्रीष्टका 12 चेलाहरू मध्येका होइन, तर पावलबाट र सुरुदेखि नै येशू ख्रीष्टको सबै जन्मदेखि लिएर उहाँले भनेका, उहाँले सेवा गरेका हरेक कुराहरूलाई देख्ने साक्षीहरू र वचनका सेवकहरूले जे कुरो चाहिँ लुकालाई बताएका थिए त्यही कुरालाई चाहिँ राम्रोसँगले क्रमबद्ध रूपमा चाहिँ लुकाले लेख्ने काम गरेको छ। लुका आफैले पनि भनेको छ, एक अध्यायमा तपाईँले स्टार्टिङ पोइन्टमा हेर्नुभयो भने उसले त्यही कुरा भन्छ, सुरुदेखि देखेको साक्षी र वचनका सेवकहरूले जे बताए मैले त्यही कुराहरू चाहिँ लेखेको छु भन्ने कुरा चाहिँ उसले भनेको छ। अनि लुकाले चाहिँ जीवनभरि परमेश्वरसँग हिँड्ने, उहाँसँग संगति गर्ने काम गरेको चाहिँ हामीले इतिहासलाई अध्ययन गरे भने चाहिँ त्यहाँ देख्न सक्दछौँ। अनि यो लुका 24 अध्यायको 13 देखि 35 को घटना चाहिँ येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनु भए पश्चात चाहिँ घटेको घटना हो। येशू ख्रीष्टको मृत्युले सारा देशमा एउटा छुट्टै माहौल बनाइराखेको थियो। हरेक मान्छेको बिहान उठेदेखि रात्रिकालीन समयसम्म चाहिँ मानिसहरूको जीवनमा एउटा विषय चलेको थियो, जुन विषय चाहिँ उहाँको पुनरुत्थानको कुराहरूको विषयमा, उहाँको मृत्युको विषयमा चाहिँ मानिसहरूको चर्चाको विषय थियो। किनभने उहाँ एक हिसाबले मान्छेले उहाँ निर्दोष छ किन यसो भयो भन्ने कुरा थियो भने कसैले चाहिँ अब हाम्रो मसीहा नै गयो, अब हाम्रो जीवन, हाम्रो भविष्यहरू चाहिँ अझ अन्धकारमा हुने भयो भन्ने कुराहरूको चर्चाहरू हुन सक्ला। तर त्यहाँ भएका त्यति बेलाको समयमा चाहिँ येशू ख्रीष्टको मृत्यु चाहिँ एउटा सबै मानिसहरूको निम्ति चासोको विषय थियो, जस्तो अहिले नेपालमा चाहिँ एउटा चासोको विषय बनेर गएको छ सुकुम्बासी बस्ती हटाउने कुरामा।
नेपालको न्युजमा नै जताततै त्यही मात्रै, सामाजिक सञ्जालमा पनि त्यही मात्रै थियो। हो त्यसरी नै त्यति बेला चाहिँ येशू ख्रीष्टको मृत्यु चाहिँ एउटा हाइलाइटको रूपमा चाहिँ एउटा ठुलो खलबल मचिराखेको थियो। र त्यसमा चाहिँ अझ खलबल चाहिँ उहाँको पुनरुत्थानले चाहिँ गर्ने काम गरेको छ। मृत्यु त भयो, तर के भयो भने तेस्रो दिनमा चाहिँ जब उहाँको शरीर चाहिँ चिहानमा भेटिएन, अनि यसले चाहिँ सबै मानिसहरूको मनमा चाहिँ कहिल्यै नसोचेको, कहिल्यै नसुनेको र मानिसले कहिले पनि परिकल्पना नगरेको घटना चाहिँ उहाँको मृत्युको पुनरुत्थानले त्यहाँनिर चाहिँ गरेको छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ हामीले याद गर्नुपर्छ। अब मान्छे मर्यो भने 24 घण्टामा जीवित हुनु अब त्यो कहिलेकाहीँ त्यस्तो भइदिन्छ, तर मान्छे पूर्ण रूपमा मरिसकेको छ 100%। अनि दोस्रो दिन पनि होइन, तेस्रो दिनमा चाहिँ चिहानमा राखिएको लास चाहिँ जीवित भएर उठ्नु भनेको चाहिँ यो मान्छेले कहिले पनि सपनामा पनि यस्तो कुरो देख्दैन क्या, मान्छेले कल्पना पनि गर्न सक्दैन। अनि त्यो घटना चाहिँ त्यहाँनिर चाहिँ घटेको थियो। त्यो चाहिँ के हो त भन्दा येशूको पुनरुत्थान, जसले चाहिँ सबै मानिसहरूको दिमागलाई, मगजलाई चाहिँ हल्लाउने काम गरेको थियो। भने धार्मिक सङ्गठन जसले मार्नको लागि जुन आवाज उठाएका थिए त्यो व्यक्तिहरूमा एउटा छुट्टै प्रकारको डर हुन सक्छ, तर लेखेको त छैन, तर एउटा हामीले इमेजिन गर्यो भने चाहिँ त्यो कुराहरू हामी महसुस गर्न सक्छौँ। मानिसहरूले कहिले पनि सोचेको थिएन कि मानिस मरेर 3 दिनमा जीवित हुन्छ भनेर, तर येशू ख्रीष्ट मृत्युबाट पुनरुत्थान हुनुभयो। यो घटना त्यस समयमा चाहिँ देशव्यापी रूपमा चाहिँ चर्चाको विषय बनेको छ। अनि धर्मशास्त्रले पनि के भन्छ भन्दाखेरि चाहिँ येशू ख्रीष्ट चाहिँ जीवित हुनुहुन्छ भनेर चाहिँ तपाईँले यहाँ 23 पदमा पढ्नुभयो भने त्यहाँ लेखिएको छ। त्यही भएर चाहिँ तपाईँ र मैले विश्वास गरेको परमेश्वर चाहिँ मरेको परमेश्वर होइन, मृतक परमेश्वर होइन, उहाँ चाहिँ जीवित हुनुहुन्छ। त्यसै कारणले गर्दा चाहिँ हामीले चाहिँ उहाँसँग संगति गर्नुपर्छ भन्ने कुरा हो। र हामीले जससँग आज संगति गर्दैछौँ, अनि त्यो परमेश्वर चाहिँ मृतक परमेश्वर होइन, त्यो परमेश्वर चाहिँ जीवित भइसक्नु भएको छ। त्यस कारणले गर्दा हामी निराश हुनु आवश्यक छैन, हामी चिन्तामा बस्नु आवश्यक छैन, किनभने हाम्रो उद्धारकर्ता परमेश्वर चाहिँ जीवित हुनुभएको छ। आमेन। त्यस कारणले गर्दाखेरि चाहिँ अनि त्यो समयमा चाहिँ यो चाहिँ देशव्यापी चाहिँ चर्चाको विषय बनेको थियो। अनि लुका 23को 24को 13 देखि 35को घटना चाहिँ एउटा बडो चाखलाग्दो घटना छ। यहाँ तपाईँले हेर्नुभयो भने येशू ख्रीष्टको 2 जना चेलाहरू चाहिँ यरुसलेमबाट 11 किलोमिटर पर रहेको एउटा इमाउस भन्ने एउटा गाउँ छ। अनि त्यो गाउँमा चाहिँ उनीहरू 2 जना चाहिँ के गरेको छ, पैदल यात्रा गर्दै गर्दै चाहिँ येशू ख्रीष्टको मृत्युको विषयमा अनि पुनरुत्थानको विषयमा चाहिँ चर्चा गर्दै गइराखेको छ। हो, अनि गाउँमा जाँदै गर्दाखेरि त्यो पुनरुत्थानको विषयमा चाहिँ चर्चा गरिराखेको छ, किनभने कहिले पनि उनीहरूले पनि सोचेको थिएन यस्तो हुन्छ भनेर चाहिँ। अनि यही चर्चा गर्दै जाने क्रममा चाहिँ त्यहाँ एउटा इन्डिभिजुअली कुरा चाहिँ के भयो भन्दाखेरि चाहिँ येशू ख्रीष्ट पनि उनीहरूसँगै, हेर्नुहोस् है कस्तो राम्रो कुरो क्या, उनीहरू जुन विषयमा चिन्तित भइराखेको छ, जुन विषयमा उनीहरूको चासो भइराखेको छ, अनि त्यही चासोमा चाहिँ कुरो गर्दै जाने क्रममा चाहिँ येशू ख्रीष्ट पनि उनीहरूसँग सँगै चाहिँ बातचित गर्दै जानु भएको छ। त्यो चाहिँ कति किलोमिटर रे? 11 किलोमिटर। अब अहिले तपाईँ हामी पैदल यात्रा गऱ्यो भने लगभग 2-2.5-3 घन्टा त लाग्छ होइन। बाइकमा 15 देखि अब नर्मली चलाउनेहरूलाई 15 देखि 20 मिनटमा पुगिन्छ। अनि त्यहाँनिर चाहिँ त्यो 2 चेलाहरूसँग चाहिँ येशू ख्रीष्टले बातचित गर्दै जानु भएको छ। तर ती 2 चेलाले चाहिँ वचनले भन्छ येशू ख्रीष्टलाई चिनेन, उहाँलाई चिनेन भनेर चाहिँ भनिराखेको छ। अनि परमेश्वरलाई चिन्न चाहिँ उहाँसँगको संगति चाहिँ महत्त्वपूर्ण छ भन्ने कुरा चाहिँ हामी 13 पददेखि 35 सम्म अध्ययन गर्यो भने चाहिँ त्यहाँनिर देख्न सकिन्छ। तर अब डाइरेक्टली रूपमा चाहिँ संगति भन्ने शब्द यहाँ खण्डमा युज भएको छैन, तर हामीले समग्र रूपमा हेऱ्यो भने चाहिँ संगतिद्वारा चाहिँ परमेश्वरलाई चिन्न सकिन्छ भन्ने कुरा चाहिँ हामीले यहाँनिर देख्न सक्दछौँ। तपाईँले यहाँ 13 देखि 28 पदसम्म हेर्नुभयो भने निराशको अवस्थामा वचन सहितको संगतिले चाहिँ परमेश्वरलाई चिन्न मद्दत गर्दछ भन्ने कुरा चाहिँ हामी यहाँ देख्न सक्दछौँ। जसै येशू ख्रीष्टले आफ्नो सेवकाईको सुरुवात गर्नुभयो, उहाँले दिएको शिक्षा र आश्चर्य कर्महरूले चाहिँ राजनैतिक रूपमा चाहिँ देशको शासक, धार्मिक समुदाय, नैतिकवान मानिसहरू, बौद्धिक विद्वानहरू सबैमाथि चाहिँ एउटा चुनौती दिएको थियो। ती मानिसहरूले जे शिक्षा दिएका थिए त्यसको अपोजिट तरिकामा चाहिँ येशू ख्रीष्टले शिक्षा दिएको कुरा चाहिँ हामी त्यहाँ देख्न सक्छौँ। येशू ख्रीष्टले चाहिँ प्र्याक्टिकली रूपमा चाहिँ एउटा सैद्धान्तिक कुरालाई चाहिँ प्र्याक्टिकली रूपमा चाहिँ
भइराखेको देख्छौँ भनेदेखि चाहिँ त्यहाँनिर भएका धार्मिक सङ्गठनका व्यक्तिहरू चाहिँ सैद्धान्तिक कुरा डक्ट्रिन उनीहरूको ठिक छ, तर के छ भन्दाखेरि प्र्याक्टिकली कुराहरूमा त्यो थिएन। अनि त्यहाँ धार्मिक समुदायदेखि लिएर सबै मानिसहरू चाहिँ लोभ लालचदेखि लिएर एउटा शक्ति हासिल गरेर चाहिँ शासन गर्न चाहन्थे। अनि त्यो कुराहरू चाहिँ हामी त्यहाँनिर देख्न सक्छौँ। जब येशू ख्रिस्टको सेवाकाई शुभारम्भ भयो अनि उहाँले बोलेका हरेक वचनहरूले उहाँले गरेका हरेक कार्यहरूले चाहिँ मानिसहरूले चाहिँ उहाँलाई चाहिँ एउटा छुट्टै दृष्टिकोणमा हेरिराखेका थिए। मानिसहरूले चाहिँ येशू ख्रिस्टलाई फलोअप गर्ने काम गरिराखेको थियो। अनि जुन कुरा चाहिँ त्यति बेलाका यी धार्मिक समुदाय, देशको राजनीतिक व्यक्तित्वहरू, बौद्धिक मानिसहरू, यी सबै व्यक्तिहरूको लागि चाहिँ येशू ख्रिस्टको शिक्षा र कार्य चाहिँ एउटा चुनौतीपूर्ण बनिराखेको थियो। तब मानिसहरूले मसीहको रूपमा चर्चा गर्न थाले, किनभने उहाँले गरेका कामहरू, 5,000 भन्दा बढी मानिसहरूलाई उहाँले भोजन खुवाउने कुराहरू, रोगीहरूलाई छुने बित्तिकै निको भएका कुराहरू, भूत आत्मा लागेकाहरू, कति व्यक्तिहरूलाई फलामका साङ्लाले बाँधेर राखिएका थिए, त्यस्ता व्यक्तिहरूले जब छुटकारा पाउँदै थिए तब मानिसहरूले चाहिँ के एउटा विश्वास गरिराखेको थियो भने प्रतिज्ञा गरिएको मसीहा चाहिँ उहाँ नै हुनुहुन्छ। अब उहाँको आगमनले चाहिँ अब हाम्रो जीवनलाई चाहिँ सो रोमी साम्राज्यबाट चाहिँ अब छुटकारा दिनेछ। वर्षौंदेखि अन्धकारमा झुकेर जीवन बिताइराखेको जीवनलाई अब चाहिँ एउटा नयाँ बिहानीको सुरुवात भएको छ भन्ने कुरामा चाहिँ मानिसहरूको ध्यान जान थाले र मानिसहरूले उहाँलाई फलोअप गर्न थाले, उहाँलाई मसीहको रूपमा पछ्याउन थाले। भिडले येशूलाई पछ्याउन थालेको छ, जुन कुरा हामी हेऱ्यौँ भने त्यहाँ देख्न सक्दछौँ। सबैको येशू ख्रिस्टमाथि फरक फरक खालको आशा थियो। जति पनि मानिसहरूले येशूलाई पछ्याएका थिए, हरेक मानिसको चाहिँ आफ्नै इच्छा थिए। कसैले चाहिँ तपाईँ मसीह हुनुहुन्छ, तपाईँ राजा हुनुहुन्छ, तपाईँको मेरो छोरालाई चाहिँ एकातिर तपाईँको दाहिने हात बनाइदिनुहोस्, अर्को छोरालाई चाहिँ तपाईँको देब्रे हाततिर राखिदिनुहोस् भन्ने कसैको आशा थियो। कसैले चाहिँ रोगीलाई मेरो नानीहरू, मेरो परिवारमा रोग छ, निको पारिदिनुहोस् भन्ने आशा थियो। कसैलाई चाहिँ रोमी साम्राज्यबाट छुटकारा दियोस् भन्ने आशा थियो। यस्ता प्रकारका आशा हरेक मानिसको आफ्नै खालका थिए। अनि तपाईँ र मेरो जीवनमा पनि येशू ख्रिस्टमाथि आफ्नै आशाहरू छ। तपाईँ कतिजनाले बुद्धि पाउने एउटा आशा हुन सक्छ, कतिजनाले पवित्र आत्माको वरदानहरू प्राप्त गर्ने आशा हुन सक्छ, कति तपाईँ रोगी हुनुहुन्छ भने तपाईँले चङ्गाई पाउने आशा गरिराख्नु भएको हुन सक्छ, र कति व्यक्ति चाहिँ होइन म अलिक गरिब छु, अलिक पैसा टन्न कमाएर चाहिँ अलिक केही गर्न चाहन्छु, धनी बन्न चाहन्छु भन्ने पनि कतिको आशा हुन सक्छ। अनि कतिले चाहिँ क्रुसेड प्रोग्रामहरू, ठुल्ठुलो प्रोग्रामहरू गर्न सक्ने, जहाँ म जान्छु त्यहाँनिर चाहिँ परमेश्वर येशू ख्रिस्टले जस्तै अचम्मको काम गर्न पाऊँ भन्ने तपाईँ र मेरो पनि आशा हुन सक्छ। त्यति बेलामा येशू ख्रिस्टलाई पछ्याउने व्यक्तिहरूको पनि आफ्नै आशाहरू थिए। अनि तपाईँ र मैले पनि केही न केही आशा बोकेर प्रभु येशूमाथि विश्वास गरेको हुन सक्छ। अनि त्यति बेलामा हेऱ्यो भने राजनैतिक रूपमा के आशा गरेका थिए मानिसहरूले भन्दाखेरि चाहिँ रोमी शासनको अन्त्य होस् र रोमी साम्राज्यको हातबाट चाहिँ हामीलाई छुटकारा दिने युद्धकारी मसीहा चाहिँ उनीहरूले उम्मेद गरिराखेको थियो। अनि धार्मिक रूपमा चाहिँ मानिसहरूले के पनि आशा गरेका थिए भने साँचो आराधना, साँचो सङ्गति, साँचो उपासनाको पुनर्स्थापना हुनुपर्छ भन्ने कुरा चाहिँ त्यहाँ गरिराखेको थियो। किनभने धार्मिक क्षेत्रमा पनि गलत अभ्यासहरू भइराखेको थियो। कति मानिसले मनमा शान्ति पाउनको लागि चाहिँ व्यक्तिलाई पनि पूजा गर्ने काम गरिराखेको थियो, मानिसहरूलाई ढोग्ने काम गरिराखेको थियो, र उनीहरूले हरेक कुरा गर्नको लागि चाहिँ तत्पर भएको कुराहरू चाहिँ त्यहाँनिर हामी देख्न सक्छौँ। सबै मान्छेहरूको आफ्नै आशा थियो, तर येशूले सबैले सोचेको भन्दा फरक बाटोबाट भएर चाहिँ उहाँ क्रुसमा मर्नुभयो। धेरै मानिसको आशा थियो अब येशूले शक्तिशाली काम गर्नुहुनेछ, हामीलाई रोमी साम्राज्यदेखि बचाउनुहुनेछ, धार्मिक अतिवादीबाट हामीलाई बचाउनेछ, यो बुद्धिमान भन्नेहरूले हामी माथि गरेको कुव्यवहारबाट हामीलाई छुटकारा दिनेछ, हाम्रा रोगहरूबाट हामीले छुटकारा पाउनेछौँ भन्ने यी सबै आशाहरू उनीहरूले बोकेका थिए। अब येशू नै यो देशको राजा हुनेछ अनि उहाँको राज्यमा अब शान्ति नै शान्ति, आनन्द नै आनन्द पाउनेछ, हामी भोको रहने छैनौँ भन्ने उम्मेद राखेको थियो, एउटा होप राखेको थियो, एउटा आशा राखेको थियो। तर के भयो त भन्दाखेरि चाहिँ जे कुरोको उनीहरूले आशा गरेका थिए त्योभन्दा फरक हुन गयो। येशू ख्रिस्ट चाहिँ 3.5 वर्ष सेवाकाई गरेको 3.5 वर्षको अवधिमा नै के भयो त भन्दाखेरि चाहिँ उहाँ क्रुसमा गएर मर्नुभयो। अनि यो घटनाले चाहिँ धेरैको आशा चाहिँ त्यहीँनिर चाहिँ
इन्डिङ भएर गएको छ। धेरैको आशा, चेलाहरूको पनि आफ्नै आशा थियो, उनीहरूको आशा सिद्धियो। सबैको आशा मरे येशू सँगसँगै। येशू ख्रिस्टलाई पछ्याउने चेलादेखि साधारण मानिसहरू सबै निराश भएका छन्, दुखी भएका छन् र पीडाले उनीहरूको हृदय, उनीहरूको जीवन चाहिँ भरिएको छ। अनि यहाँनिर इमाउसको बाटोमा जाँदै गरेका दुई चेलाहरूको पनि त्यही निराशामा छन्, त्यही पीडामा छन् अनि त्यही सोचाइमा चाहिँ उनीहरू पनि यहाँनिर बसेको कुरा चाहिँ हामी यहाँ देख्न सक्दछौँ। किनभने तपाईँले यहाँ हेर्नुभयो भने उनीहरूले के भनेको छ भने 19 देखि तपाईँले पढ्नुभयो भने के भन्छ भने यिनीहरू येशू नासरीको बारेमा उहाँ एकजना अगमवक्ता हुनुहुन्थ्यो र परमेश्वर र सबै मानिसहरूका सामुन्ने काम र वचनमा शक्तिशाली हुनुहुन्थ्यो। तर मुख्य पुजारी र हाम्रा शासकहरूले उहाँलाई मृत्यु दण्डको निम्ति सुम्पिदिएर उहाँलाई क्रुसमा टाँगे। इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौँ। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन भयो भनेर भनेको छ। हेर्नुहोस् त, एउटा आशा के गरेको थियो, इजरायलको अब उद्धार हुनेछ भनेर उनीहरूले आशा गरिराखेको थियो। तर कुरा के भयो, सबै उनीहरूको आशा, उनीहरूले बुनेका सपनाहरू चाहिँ सबै कुरा चाहिँ त्यहाँ नष्ट भएर गएको छ। अनि यी दुई चेला पनि निराश भएर आफ्नो घर फर्किरहेको समयमा चाहिँ येशू ख्रिस्ट उनीहरूसँग बातचित गर्दै जानुभयो। तर ती दुई चेलाले चाहिँ उहाँलाई चिनेन। यी चेलाहरूमा नि आशा थियो नि, अब उद्धार हुनेछ, अब हाम्रो नयाँ जिन्दगीको सुरुवात हुनेछ भनेर उनीहरूले आशा गरेका थिए। तर भइदियो के, येशू ख्रिस्ट मर्नु भयो। सबैको आशा पनि त्यहीँनिर मरेर गए। अनि यही चिन्तामा उनीहरू हिँड्दै गर्ने क्रममा अब के होला त, हाम्रो जीवन के होला, हाम्रो बालबच्चाको भविष्य के होला, अब हामीले कहिले न्याय पाउनेछ, अब हामीले कहिले छुटकारा पाउनेछ भन्ने कुराको उनीहरूमा चिन्ता थिए। अनि त्यही चिन्ता, त्यही निराशाको बीचमा चाहिँ येशू ख्रिस्ट उनीहरूको बीचमा आउनुभयो। तर ती दुई चेलाले चिनेन। अनि उहाँलाई नचिन्नुको कारण चाहिँ 3-4वटा कारण म तपाईँलाई बताउन चाहन्छु। लुका 24को 16 पदमा तपाईँले अध्ययन गर्नुभयो भने त्यहाँ के भनेको छ भने ईश्वरीय नियन्त्रणमा थियो भनेर भन्छ ती दुईजना व्यक्ति। जस्तो तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए भनेर त्यहाँ लेखिएको छ। भनेको चाहिँ उनीहरू चाहिँ अब ईश्वरीय नियन्त्रणमा छ। उनीहरू जे उनीहरूको मनमा जे जिज्ञासा छ, जुन कुराको आशा निराशामा परिणत भएको छ, अब त्यो कुरालाई उहाँले बुझ्न चाहनुहुन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ उहाँले त्यो उनीहरूको जुन दृष्टिकोण छ त्यसलाई चाहिँ ईश्वर नियन्त्रणमा राख्ने काम गरेको छ भने। अर्को कुरो चाहिँ येशू ख्रिस्टलाई नचिन्नुको दोस्रो कारण चाहिँ अविश्वास र ढिलो बुझाइको कारणले गर्दा। तपाईँले यहाँ 24को 25 पदमा हेर्नुभयो भने येशू ख्रिस्टले के भन्नुभएको छ भने उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूको हृदय यति सुस्त भएको छ कि अगमवक्ताले भनेका कुराहरू पनि तिमीहरू विश्वास गर्दैनौ भनेर यहाँ भनिएको छ। हेर्नुहोस् है, अब येशूको पुनरुत्थानको बारेमा जन्म, नाम, काम अनि मृत्यु, पुनरुत्थान यी सबैको बारेमा चाहिँ अगमवक्ताहरूले पहिला नै भविष्यवाणी गरेका थिए। यो विषयमा पटक पटक येशू ख्रिस्ट आफैले पनि भन्नुभएको थियो। तर ती कुराहरूमा के भयो त भन्दाखेरि चाहिँ उनीहरूको अविश्वास र उनीहरूले त्यो कुराहरू बुझ्न सकेको थिएन, जसको कारणले गर्दाखेरि त्यो उहाँलाई चिन्न सकेन। अनि कतिचोटि तपाईँ र मैले पनि अब अहिले भनेको कुराहरू बुझ्दैनौँ, तर यो कुरा चाहिँ पछि बुझ्छ। त्यही भएर चाहिँ अहिले तपाईँहरूलाई मैले यो परमेश्वरलाई चिन्नु भन्ने कुरा सिकाउनुको अर्थ, वचन पढ्नु भन्नुको अर्थ चाहिँ तपाईँले अहिले बुझ्नुहुन्न। यो तपाईँले पछि बुझ्नुहुन्छ जब तपाईँ समस्यामा पर्नुहुन्छ। त्यति बेलामा मात्र तपाईँलाई याद आउँछ। त्यस कारणले गर्दा त्यो समस्यामा याद आउनुभन्दा अगाडि नै तपाईँले याद गर्नुहोस्, प्रभुलाई चिन्नुहोस् भनेर चाहिँ मैले यो कुराहरू चाहिँ सिकाइराखेको छु। अनि तेस्रो कुरो उहाँलाई नचिन्नुको कारण चाहिँ के थियो त भन्दाखेरि चाहिँ पुनरुत्थानको शरीर भएको कारणले गर्दाखेरि चाहिँ उनीहरूले चिन्न सकिराखेको थिएन। पुनरुत्थानको शरीर चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि चाहिँ पुनरुत्थानको शरीर चाहिँ पहिलाको जस्तो मानवीय शरीरको रूपमा चाहिँ जस्तो थियो त्यस्तो हुँदैन। यो महिमित, आत्मिक र अनन्तको हुन्छ भनेर चाहिँ वचनमा लेखिएको छ। अनि यो शरीरमा चाहिँ रोग लाग्दैन। पुनरुत्थानको शरीरमा चाहिँ रोग लाग्दैन र यो चाहिँ मृत्यु हुँदैन भनेर चाहिँ धर्मशास्त्रले हामीलाई भन्दछ। पुनरुत्थानको शरीर चाहिँ स्पर्श भनेको चाहिँ टच गर्न मिल्छ, खान सक्ने पनि हुन्छ, पहिचान गर्न सक्ने पनि हुन्छ भनेर चाहिँ वचनमा हामीले हेऱ्यो भने चाहिँ त्यहाँनिर देख्न सक्दछौँ।
अनि उहाँलाई नचिन्नुको चौथो कारण चाहिँ के हो त भन्दाखेरि चाहिँ गलत अपेक्षाको कारणले गर्दाखेरि उनीहरूले येशू ख्रीष्टलाई चिन्न सकेन। जुन कुरा लुका 24 को 21 पदमा तपाईँले हेर्नुभयो भने उनीहरूले यहाँनिर के आशा गरेका थिए, इजरायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले आशा गरेका थियौँ, तर त्यसको अपोजिट भएर गयो भन्ने कुरा त्यहाँ भएको छ। उनीहरूले इजरायलको उद्धारको लागि सोचिराखेको छ, तर येशू ख्रीष्टले सारा मानव जातिको उद्धारको लागि जे कुरा गर्नुपर्ने थियो त्यो कुरा चाहिँ येशू ख्रीष्टको कुरा चाहिँ उनीहरूले बुझेको छैन। उनीहरूले चाहिँ गलत तरिकाबाट चाहिँ एउटा आशा, एउटा अपेक्षा गरेको कुरा चाहिँ हामी यहाँ देख्न सक्छौँ। येशूलाई राजनीतिक मुक्तिदाताको रूपमा उनीहरूले सोचेका थिए। यी दुई चेलाको आशा इजरायल देशलाई रोमी शासनको हातबाट छुटकारा दिउन् भन्ने थियो, तर येशू के हुनुभयो, क्रुसमा गएर मर्नुभयो। तब उनीहरूले येशूलाई चाहिँ पराजित, हारेको व्यक्तिको रूपमा चाहिँ यी दुई चेलाहरूले पनि हेरेको छ। उनीहरूले त्यसरी चाहिँ कल्पना विचार गरिराखेको छ, बातचित गरिराखेको छ। अनि त्यो निराशले भरिएको परिस्थितिमा चाहिँ येशू ख्रीष्ट उनीहरूको साथमा उपस्थिति हुनुभयो, बातचित गर्नुभयो। उनीहरू जुन कारणले चिन्तित थिए, निराश थिए, ती विषयलाई चाहिँ येशू ख्रीष्टले उठाउनु भएको छ। याद गर्नुहोस् है। त्यही भएर तपाईँ र म चिन्ता भएको समयमा नै, समस्या भएको समयमा नै परमेश्वरले अद्भुत अद्भुत काम गरेको कुरा चाहिँ हामी यहाँ देख्न सक्छौँ। त्यो कारणले गर्दा यी व्यक्तिहरू निराशमा थिए, तर परमेश्वरले के देख्नुभयो भन्दाखेरि उनीहरू जुन कुराको जिज्ञासा, जुन कुरामा निराशमा डुबेको छ, अनि ती कुरालाई चाहिँ एउटा नयाँ आयामतर्फ लैजानको लागि चाहिँ उहाँ स्वयं त्यहाँ उपस्थित हुनुभयो र उनीहरूलाई स्वयं येशू ख्रीष्टले नै उनीहरूको मुद्दा के, उनीहरूको मनका कुरा चाहिँ के हो त भन्ने कुरालाई चाहिँ बुझ्नको लागि चाहिँ त्यहाँनिर चाहिँ विषय उठान गर्ने काम गरेको छ। र तपाईँ हामीले यहाँ हेऱ्यो भने चाहिँ मानिस बीचमा चाहिँ संगति भएको कुरा हामी देख्छौँ। ती दुई चेलाको बीचमा संगति भएको छ। अनि पछि चाहिँ त्यहाँ के भएको छ भने परमेश्वर र मानिसको बीचमा संगति भएको कुरा चाहिँ हामी यहाँनिर देख्न सक्छौँ। त्यही भएर मानिस बीचको संगति कस्तो खालको संगति भएको छ, तपाईँले एउटा दृष्टिकोण बनाउनुहोस् र परमेश्वर र मानिसको बीचमा संगति हुँदा चाहिँ कस्तो खालको हुन्छ भन्ने कुरा चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ। अब ती दुई व्यक्तिको बीचमा जुन संगति थियो, त्यो संगतिले चाहिँ के गरायो भन्दाखेरि चाहिँ उनीहरूको लागि चाहिँ निराशामा नै राख्यो। निराशादेखि बाहिर निस्किने कुनै विकल्पहरू उनीहरूले देखेको थिएन। तर जब परमेश्वरसँग संगति भयो नि, त्यसले चाहिँ के देखायो भन्दाखेरि चाहिँ परमेश्वरको वचनमा के लेखिएको थियो अनि त्यही कुरा भएको छ र उहाँ चाहिँ फेरि जीवित भएको छ है। तिमीहरूले चाहिँ एउटा राम्रोसँगले चाहिँ बुझ्नुपर्छ भन्ने कुरा चाहिँ त्यहाँनिर देख्न सकिन्छ। त्यही भएर कतिचोटि तपाईँहरूमा मान्छे बीचमा जब भेटघाट हुन्छौँ नि, कुनै समस्या, कुनै चिन्ताको विषय छ भने त्यो चिन्ता चाहिँ हट्ने उपायहरू चाहिँ त्यति देखिँदैन। ए बिचरा यस्तै भयो, कस्तो दुःख लाग्यो भने चाहिँ खालि यस्ता मात्रै कुरा गर्छ। निराशाको कुरा, दुःख लाग्दो कुरो, चिन्ता गरेर बसु लाग्ने खालको मात्रै मानिस बीचको कुरा हुन्छ। तर यदि तपाईँ र म जब परमेश्वर र तपाईँ र मेरो बीचमा जब संगति हुन्छ नि, त्यो निराशालाई तोड्ने काम चाहिँ त्यहाँनिर हुन्छ। याद गर्नुहोस्। त्यही भएर चाहिँ कहिले पनि मान्छे बीचमा मात्र संगतिलाई तपाईँ प्रायोरिटी कहिले नदिनुहोस्। पहिला परमेश्वर र मानिसको बीचमा संगतिको प्रायोरिटी दिनुहोस्। यदि तपाईँ परमेश्वरसँग संगति गर्नुहुन्न, मानिसको बीचमा संगति गर्न चाहनुहुन्छ भने याद गर्नुहोस्, त्यो संगतिले चाहिँ उत्साह दिँदैन, त्यो संगतिले चाहिँ आशा दिँदैन, त्यो संगतिले चाहिँ तपाईँको निराशालाई कहिले पनि हटाउन सक्दैन। अनि यो कुरा चाहिँ हामी यो खण्डमा अध्ययन गऱ्यो भने चाहिँ देख्न सक्छौँ। त्यही भएर चाहिँ संगति चाहिँ जहिले पनि परमेश्वर र मानिसको बीचमा हुनुपर्छ पहिलो कुरो, त्यसपछि मात्र मानिस बीचको हुनुपर्छ। त्यही भएर आज तपाईँ यहाँ संगतिमा जोडिँदै गर्दा मैले अघि तपाईँलाई भनेको थिएँ, जो व्यक्ति आउनु भएको छैन ती व्यक्तिको नाम किन लेख्न भन्दैछु भन्दाखेरि चाहिँ अब अहिले तपाईँ परमेश्वरसँग संगति गर्ने हो, त्यस पश्चात मात्र तपाईँ मानिसको बीचमा संगति गर्ने हो कि तपाईँ किन आज संगतिमा आउनु भएन। आज त यस्तो प्रभुको वचनमा हामीले यसरी सिक्यौँ, येशू ख्रीष्ट चाहिँ जीवित हुनुहुँदो रहेछ। उहाँ चाहिँ इजरायलको उद्धार गर्ने मात्र होइन रहेछ, उहाँ त सारा संसारका मानव जातिको चाहिँ उद्धार गर्ने परमेश्वर हुनुहुँदो रहेछ भने चाहिँ त्यो भन्दै गर्दाखेरि के हुन्छ भने तपाईँ आज नआउनु भएका व्यक्तिहरू निराशामा हुन सक्ला। तपाईँले बोलेका प्रभुबाट जे सिकेका कुराहरू तपाईँले जब बोल्नुहुन्छ नि, त्यसले चाहिँ त्यो व्यक्तिमा एउटा छुट्टै प्रकारको आशा, उम्मीद चाहिँ त्यहाँनिर जाग्ने काम हुन्छ। त्यही भएर चाहिँ परमेश्वर र तपाईँको बीचमा संगति हुनु पर्यो फर्स्ट टाइम, त्यसपछि मात्र
मानिस मानिसको बिचमा चाहिँ संगति हुनुपर्छ। मानिस मानिस बिचको संगतिमा चाहिँ परमेश्वरको उपस्थिति, वचनको आवश्यकता जहिले पनि हुन्छ। अब कहिलेकाहीँ तपाईँ हामी विश्वासी विश्वासी बिचमा भेटघाट हुन्छौँ, अनि त्यो समयमा चाहिँ मैले अहिलेसम्म सुनेको चाहिँ के हो भन्दाखेरि चाहिँ पास्टरको बारेमा, गुरुआमाको बारेमा, त्यो कुन चाहिँ विश्वासी, के हो अगुवा, त्यो अगुवा कामै नलाग्ने, के खालको हो, लुगा लगाए पनि के खालको हो, के बोल्छ बोल्छ, खालि अरूको कुरा काट्ने, अरूको पछाडि पछाडि त्यो झिङ्गा धपाउने काम मात्रै गरिरहेको हुन्छ क्या। मैले धेरैजना विश्वासीहरू भेटेको, अगुवाहरू भेट्दाखेरि यही कुरो हुन्छ। त्यो बिचरा पास्टर अगुवाको त्यो गुरुआमाको पछि पछि लागेर के काम र? गुरुआमाले त आज कति आइसेट लगाएको, अब यो पछि लागेर हुन्छ भने। विश्वासी विश्वासीको बिचमा जब भेटघाट हुन्छ नि, हाम्रो समस्या चाहिँ के हो भन्दाखेरि चाहिँ विश्वासी विश्वासी जब भेट हुन्छ नि, जयमसी पछि चाहिँ के छ कस्तो छ भन्ने हो। त्यसपछि ल समय छ भने चाहिँ 5 मिनट यसो प्रभुको वचन मनन गरौँ न, प्रार्थना गरौँ न भन्ने हो नि त। यहाँ त कहाँ हो कहाँ, यो शनिबार त पास्टरले के बोलेको थियो, निन्द्रा लागेर हैरान भन्छ। परमेश्वरको वचन सुन्दा तपाईँलाई निन्द्रा लाग्छ भने गल्ती पास्टरको हो त होइन नि त। समस्या त तपाईँको हो नि। तपाईँको यो कति किलोको मासु छ भने यसलाई अलिकति कि त यसरी चिम्टी लगाएर जानुहोस् होइन। संगति भनेको पास्टरसँग गर्न गएको होइन, याद गर्नुहोस्। संगति चाहिँ परमेश्वरसँग गर्न गएको हो। यदि तपाईँ पास्टरसँग गर्न गएको हो, तपाईँलाई यो आँखा छ नि बन्द भएको हुन्छ, हाई आएको हुन्छ। तपाईँलाई खालि अरूको लुगा कस्तो लगाएको छ, त्यसले कस्तो गीत गायो, त्यसले कस्तो बजायो भन्ने मात्र तपाईँको ध्यान हुन्छ। यदि तपाईँ परमेश्वरसँग संगति गर्न गएको छ भने तपाईँको वरपर के भइराखेको छ त्यो कुरामा तपाईँको ध्यानै जाँदैन। कुरा बुझ्दै हुनुहुन्छ? ध्यानै जाँदैन। किन तपाईँलाई परमेश्वरसँग संगति गर्नै फुर्सद छैन, अनि अरूकोतिर ध्यान जान्छ। कसले के झुम्काना लायो, कसले के लगायो, केही ध्यानै हुँदैन। त्यस कारणले गर्दा म तपाईँलाई के भन्दैछु भने जब विश्वासी विश्वासीको भेट हुन्छ त्यहाँनिर चाहिँ कुनै विषयमा कुरा नकाट्नुहोस्। कमी कमजोरी हुन सक्ला, प्रार्थना गर्नुहोस् न एकअर्का मिलेर। एकअर्काको दुःख के छ, उसको जीवनमा के सोचिराखेको छ, के कमी कमजोरी छ, बरु भेटेर राम्रो कुरा गरेर, प्रार्थना गरेर, वचन मनन गरेर, परमेश्वरको बारेमा वचनले के भन्छ, मान्छेको बारेमा वचनले के भन्छ, पापको बारेमा छ कि छैन, आज्ञा के हो, हामीले कसरी चिन्नुपर्छ, कसरी फलोअप गर्नुपर्छ भन्ने कुरा पनि ध्यान दिने हो त। विश्वासी विश्वासी भेट्या छ, अर्काको कुरो काट्या छ। हामी नेपालीको चाहिँ कहिल्यै नसुध्रिनु भयो, नेपाली विश्वासी जस्तो लाग्छ कुनै बेलामा। त्यही भएर चाहिँ अब एउटा नयाँ यात्रा सुरु गरौँ। यो खण्डमा जब ती दुई चेलाको बिचमा संगति भयो नि, उनीहरूको बिचमा निराशा नै रह्यो, चिन्ता नै रह्यो, दुःख नै रह्यो। तर जब परमेश्वरसँग, जब येशू ख्रीष्ट त्यहाँ उपस्थित भएर जब येशूसँग उनीहरूको संगति भयो नि, लास्टमा के भनेको छ 35 पदमा, तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने सबै कुरा बताइदिए भनेको छ। उनीहरू राति नै त्यहाँ बसेको छैन घरमा, राति नै उनीहरू त्यो कुल्याम ठोकेको छ। 11 जना चेलाहरूलाई भेटेको छ, उनीहरूलाई भनेको छ ए वास्तवमा त येशू जीवित भइसक्नु भएको रहेछ, हामीले त उहाँलाई चिन्यौँ, उहाँलाई भेट भएपछि संगति गरेपछि मात्र चिनेको। त्यस कारणले गर्दा परमेश्वरसँग संगति गर्नुहोस्। जब तपाईँ परमेश्वरसँग संगति गर्नुहुन्छ, जब तपाईँ व्यक्तिगत रूपमा, पारिवारिक रूपमा जब तपाईँ येशू ख्रीष्टसँग संगति गर्नुहुन्छ, तब मात्र तपाईँले येशू को हुनुहुन्छ, पवित्र आत्मा को हुनुहुन्छ, पिता को हुनुहुन्छ भन्ने कुरा तपाईँले राम्रोसँग चिन्नुहुन्छ। जब तपाईँले राम्रोसँग चिन्नुहुन्छ नि, तब मात्र तपाईँले अरूलाई बताउन सक्नुहुन्छ क्या। तब मात्र तपाईँ अरूसँग संगति गर्न सक्नुहुन्छ। आफै रित्तो छ, यहाँ पनि छैन, अनि यो थुतुना मात्रै छ। अनि थुतुनामा चाहिँ के छ भन्दाखेरि चाहिँ खालि निराश हुने कुरा, खालि चिन्ता लागेर पुरपुरोमा टाउकोलाई हात राखेर बस्नु थाल्नु मात्रै मन लाग्छ। याद गर्नुहोस्, प्रभुसँग संगति गर्नुहोस्, तपाईँको जीवनमा शक्तिशाली कामहरू हुनेछ। त्यस कारणले जब येशूसँग उनीहरूको संगति भयो नि, याद गर्नुहोस्, जब येशू ख्रीष्टले ती दुई चेलालाई चाहिँ उनीहरूको समस्यामाथि चाहिँ येशू ख्रीष्टले के गर्नुभयो, पुराना करारदेखि लिएर हरेक कुराहरूबाट अर्थ खोल्दै 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 बताउनु भयो। अनि उहाँले बताएका हरेक कुराले ती दुई चेलाहरूको हृदयमा के भयो भनेको छ, उत्साह भयो भनेको छ, जोसिलो भयो भनेको छ, हृदय प्रज्वलित भयो भनेर भनेको छ। तर तपाईँ र मैले बोलेको वचनले के हुन्छ, के को हृदय प्रज्वलित हुनु, शिर पनि ठाडो गर्नु मौका पाउँदैन क्या।
खालि घोप्टो परेर बस्नु मन लाग्छ, किनभने घोचे घोचे गरिरहेको हुन्छ नि त। त्यो सेलरोटी जस्तो घुम्माइ घुम्माइ तिलो गरेर ठोक्दिया छ, घुम्माइ घुम्माइ तिलो ठोक्दिया छ। मैले विश्वास गरेको समयदेखि नै मैले यही सुनेको। घरेलु सङ्गतिमा गए पनि पास्टरले ठोक्या छ, साप्ताहिकमा गए पनि ठोक्या छ, जहाँ गए पनि ठोक्या छन्। ठोक्दा ठोक्दा चाहिँ दिमाग नै अर्कै हुँदो रहेछ क्या। त्यही भएर वचनसँग जब परमेश्वरसँग तब तपाईँले सङ्गति गर्नुहुन्छ, तपाईँको हृदय चाहिँ जोसिलो हुन्छ है। तपाईँको हृदय चाहिँ उत्साहित हुन्छ। तपाईँको हृदय चाहिँ आगोले बोले जस्तो हुन्छ। जसरी यर्मियाले भनेको छ, म पलाएर मुख थुनेर बस्छु भनेर बस्दाखेरि पनि हृदयमा मेरा शरीरका हरेक हड्डीहरू मांसपेशीहरू चाहिँ त्यो जोसले त्यो जलिराखेको थियो। नबोल्नु भन्दा भन्दै पनि मेरो थुतुनाबाट बोली फुत्कियो भनेको छ क्या। परमेश्वरको वचन बोल्दिन भन्दाखेरि पनि त्यो बोल्यो भनेको छ। किन भन्दाखेरि चाहिँ उसको सङ्गति चाहिँ परमेश्वरसँग थियो। जब तपाईँको सङ्गति परमेश्वरसँग हुन्छ नि मेरा प्रियजनहरू हो, तपाईँ एकदमै बुद्धिमान साथ तपाईँ बोल्नुहुन्छ। कुरा बुद्धि हुनुहुन्छ, बुद्धिमान साथ बोल्नुहुन्छ। तपाईँका नानीहरू बुद्धिमानसँग बोल्छन्। ए बच्चा बच्चाको त बुद्धि हुँदैन भन्छ। येशू ख्रीष्ट पनि त 12 वर्षको बच्चा थियो त नि, बुद्धि त्यहाँको पुजारीहरू पनि हैरान भएर उत्तरै दिन सकेन भनेको छ। किन भन्दाखेरि तपाईँ जब परमेश्वरसँग सङ्गति गर्नुहुन्छ, तपाईँको परिवार जब परमेश्वरसँग सङ्गति गर्छ, याद गर्नुहोस् तपाईँका नानीहरू, तपाईँको श्रीमान चाहे तपाईँको श्रीमती जहाँ गए तापनि कहिले पनि मनमा शङ्का र डर भन्ने कुरा कहिले पनि आउँदैन। मेरो नानीहरू बिग्रिन्छ भन्ने कुरा कहिले पनि मनमा आउँदैन। तर यदि सङ्गतिको टाइममा डिस्टर्ब हुन्छ भने तपाईँ मोबाइल छोराछोरीलाई थम्ब्याउनुहुन्छ भने याद गर्नुहोस्, यो चाहिँ विचार गर्नु होला यसले परिणाम कस्तो ल्याउँछ भनेर है त। त्यसै कारणले गर्दाखेरि चाहिँ सङ्गति भनेको चाहिँ परमेश्वरसँग भेट गर्ने, उहाँको उपस्थितिमा रहने समय हो। झट्ट सङ्गति चर्चमा जाँदाखेरि जब तपाईँ प्रार्थनामा बस्नुहुन्छ, तपाईँले यो कुरा बुझ्नु पर्यो कि म जीवित परमेश्वरसँग भेट गर्न गइराखेको छु। नानीहरूलाई तपाईँले भन्नु पर्यो सङ्गति भनेको चाहिँ नानी हो, परमेश्वरसँग भेट गर्ने हो, सृष्टिकर्ता परमेश्वरसँग समय बिताउने समय हो। जब हामी प्रार्थनामा भेला हुन्छौँ, जब हामी सङ्गतिमा भेला हुन्छौँ, जीवित परमेश्वरको उपस्थिति हाम्रो बिचमा हुन्छ भन्ने कुरा चाहिँ तपाईँले सिकाएको हुनु पर्यो, भनेको हुनु पर्यो। तपाईँले विश्वास चाहिँ यो लिएको हुनु पर्यो। जब यो विश्वासमा तपाईँ सङ्गतिमा जानुहुन्छ नि, याद गर्नुहोस् तपाईँको हृदय कहिले निराशामा भएर फर्किँदैन। विश्वासी चर्चमा आउँछ निराश भएर आउँछ, अनि चर्चबाट जाँदा पनि निराश भएर बोकेर गइरहेको हुन्छ। किन यस्तो भयो भन्दाखेरि उसले परमेश्वरसँग सङ्गति गरेको होइन। त्यसकारण यो कुरामा चाहिँ हामीले ख्याल गर्नु पर्यो है त। अनि सङ्गति भनेको चाहिँ व्यक्ति बिचमा बोल्ने ठाउँ मात्र होइन, यो चाहिँ परमेश्वर बोल्ने ठाउँ हो। परमेश्वर बोल्ने समय हो सङ्गति भनेको चाहिँ। तपाईँले यो कुरा याद गरेको हुनुपर्छ। खाली चर्चमा गए ए जय मसीह हजुर, सङ्गति सुरु भइसक्यो, बिचमा जय मसीह गरेर ठुल्ठुलो आवाजमा बोलिरहेको हुन्छ। नबोल्नुहोस्, जय मसीह कसले केलाई चाहियो र? सङ्गति सुरु भइसकेपछि सङ्गति सुरु भयो। त्यो बिचमा ठुल्ठुलो स्वरमा त्यो हल्ला गर्ने काम नगर्नु। शान्त जानुहोस्, प्रभुसँग प्रार्थना गर्नुहोस्, समय सुरु गर्नु। व्यक्ति नबोल्नुहोस्, प्रभुसँग समय बिताउनुहोस्। सङ्गति सकेपछि बोल्नु न, गला मिलाउनु, चिया कफी जानु, कहाँ जानु छ टक्क बसेर अनि मजाले गफ गर्नुहोस्। तर सङ्गतिमा जाँदाखेरि चाहिँ त्यो खालि हाम्रो मान्छेहरू त्यो गफ गर्ने खालका हुन्छ। त्यही भएर चाहिँ याद गर्नुहोस्, व्यक्ति बिचमा बोल्ने ठाउँ होइन, परमेश्वर बोल्ने समय हो त्यो चाहिँ। त्यही भएर जुन समस्या बोकेर हामी चर्चमा जान्छौँ, सङ्गतिमा जान्छौँ, त्यसको समाधान गर्ने, त्यसको उपाय चाहिँ थाहा गर्ने समय भनेको चाहिँ सङ्गति नै हो। तपाईँ समस्याको भारी बोकेर जानुहुन्छ नि, तपाईँको घरमा समस्याहरू होला, त्यसको समाधानको उपायहरू तपाईँलाई थाहा छैन होला, अनि त्यो उपायहरू थाहा गर्ने ठाउँ चाहिँ सङ्गति हो। त्यहाँ सङ्गतिमा वचन बोलेको हुन्छ, त्यो वचनले के भन्छ, हाम्रो समस्याको एक एङ्गलहरू चाहिँ समाधान गर्ने त्यो उपायहरू बताएको हुन्छ। तर हामी के गर्छौँ, महत्त्वपूर्ण मन नखाने आत्मिकी समय हो भन्छ। के को आत्मिकी समय हो? आँखा त ल्याप टालिसकेको हुन्छ, आँखा टालिसकेपछि त्यो कानले चाहिँ के सुन्न, हो गर्छ। नरक जाँदा पनि हो गर्छ, स्वर्ग जाँदा पनि हो भन्छ। अनि त्यो के हो नि त्यो कारणले गर्दाखेरि चाहिँ याद गर्नुहोस्, अल्छी नमान्नुहोस्। सङ्गति चाहिँ तपाईँको समस्याको समाधान गर्ने स्थल हो, उपायहरू थाहा गर्ने ठाउँ। त्यही भएर चाहिँ सङ्गति परमेश्वर बोल्ने ठाउँ भएको कारणले
तपाईले राम्रोसँग चाहिँ याद गरेको हुनुपर्छ। संगतिले चाहिँ हाम्रो निराशा, हाम्रो जिज्ञासा र हाम्रो समस्यालाई चाहिँ ब्रेक गर्ने ठाउँ हो, त्यो चाहिँ तोड्ने ठाउँ हो। किनभने त्यहाँनिर चाहिँ शैतान पनि चुप्लाएर बस्छ, बोल्नै सक्दैन, गर्नै सक्दैन, केही गर्न सक्दैन। त्यहाँ चाहिँ तपाईहरुमा शक्तिशाली हुने ठाउँ त्यहाँनिर हो। हरेक समस्यालाई तोड्ने ठाउँ भनेको चाहिँ संगति नै हो। जब संगति हुन्छ नि त्यहाँ शैतानको उपस्थिति कहिले पनि हुन सक्दैन र त्यसका एक्टिभिटिज पनि त्यहाँ केही पनि हुन सक्दैन, किनभने त्यहाँ परमेश्वरको जीवित कार्यहरू चाहिँ त्यहाँनिर हुन्छ। त्यसकारणले गर्दा संगति चाहिँ जान नछोड्नुहोस्। तपाई कतिजना चाहिँ आज नगए के हुन्छ र घुम्न जाऊ न, आज सन्डे बुढाबुढी घुम्न जाऊ न, डेटिङ जाऊ न भनिरहन्छ। तपाईको बुढाबुढीको डेटिङ भन्दा पनि सबभन्दा राम्रो कुरा चाहिँ के हो भने जब परमेश्वरसँग तपाईको डेटिङ हुन्छ त्यसपछि बुढाबुढीको डेटिङ गर्नुस्, यस्तो राम्रो हुन्छ। तर जवान केटाकेटीहरु चाहिँ डेटिङमा चाहिँ जाने होइन नि। फेरि डेटिङमा जाँदाखेरि चाहिँ बर्बाद हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ बुढाबुढी चाहिँ डेटिङ जानुस्, तर संगति गरेर मात्र डेटिङ जानु। त्यो हच्वाको भरमा संगति नै छोडी छोडी चाहिँ त्यो ठाउँ गएर सेल्फी हानेर परमेश्वरलाई धन्यवाद हो भनेर सेल्फी माथि त्यो उमा लेखिरहेको हुन्छ क्या। संगति चाहिँ जाँदै नजाने त्यो परमेश्वरलाई अरे। त्यो परमेश्वर भन्ने नाम लिनुको सट्टा त चर्चमा गएर आज प्रभुसँग चाहिँ मैले यो पाएँ भनेर टक्क हाल्नुहोस् न। तपाईको फेसबुकमा हिन्दू साथीहरू, चाहे अन्य साथीहरू, अन्य जातिका साथीहरू हुनसक्छ, हेर्दै गर्दाखेरि ओहो, कम्तीमा त पढ्ला नि त तिमीले। लाइक ठोक्नुभन्दा अगाडि, कमेन्ट गर्नुभन्दा अगाडि त पढ्ला नि। त्यो पनि सुसमाचार हो, याद गर्नुहोस् है। संगति भनेको चाहिँ हामीले परमेश्वर चिन्ने समय हो। यो एकदम ख्याल गर्नु होला। परमेश्वर चिन्ने समय हो। हामीले परमेश्वरलाई विभिन्न दृष्टिकोणले बुझेको हुन सक्छ कि परमेश्वर यो होला त्यो होला भन्ने कुरा। जसरी यो दुई चेलाले पनि त्यही बुझेका थिए, इजरायलको उद्धार गर्ने हुनुहुन्छ भन्ने बुझेका थिए। जसरी यस खण्डमा यी चेलाले इजरायललाई रोमी शासनबाट छुटकारा दिनेको रूपमा येशू ख्रीष्टलाई बुझेको थियो, आशा गरेको थियो, विश्वास गरेको थियो, भरोसा गरेको थियो। हाम्रो आशा चाहना छ र त्यही अनुसार भन्दा पनि वास्तवमा परमेश्वर चाहिँ को हुनुहुन्छ, उहाँले के गर्न लाग्दै हुनुहुन्छ, त्यो कुरा चाहिँ राम्रोसँग बुझ्ने समय थियो। मैले तपाईलाई विगतको समयमा नि भनेको थिएँ र मैले यो अध्ययन गर्दै गर्ने क्रममा मैले के एउटा महसुस गरिराखेको थिएँ मेरो जीवनमा जुन घटनाहरू घटे। अनि मैले यो बुझ्दै गर्दा चाहिँ मैले कहिले पनि पश्चाताप गरिनँ। त्यो भित्र हुँदाखेरि पनि, हिरासतमा रहँदा पनि मैले कहिले पनि पाप गरेँ प्रभु, म यसो भएर आएँ भने गिल्टी फिल मलाई कहिले पनि भएन। किनभने मलाई स्पष्ट रूपमा थाहा छ म के कारणले गर्दाखेरि यहाँनिर छु भन्ने कुरा। र यो किन आयो भनेर पनि परमेश्वरसँग मेरो प्रश्न केही पनि छैन। किनभने मैले के बुझेको छु भने धर्मशास्त्रमा लेखिएको छ, जब परमेश्वरले कुनै व्यक्तिको जीवनमा विशेष योजना राख्नुहुन्छ नि, त्यो व्यक्तिको जीवनमा आउँछ यस्ता दुःख कष्टहरू, विभिन्न कुराहरू। त्यो आउनु भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँ परिपक्व सुन भएर, खारिएको सुन भएर चाहिँ तपाईँ माथिल्लो लेभलमा, स्तरमा बढ्दै जानु भन्ने हो। कुरा बुझ्दै हुनुहुन्छ नि। अब अहिले यो घटनामा मेरो निम्ति तपाईहरु सबैले प्रार्थना गर्नुभएको छ, धेरै धन्यवाद। तर तपाईहरुले जति मेरो लागि गर्नुभएको छ नि त्योभन्दा बढी तपाईले यहाँको मान्छेको लागि गरिराख्नु भएको छ। कुरा बुझ्नुभयो नि। अनि यसले चाहिँ के गर्छ भने परमेश्वरको राज्यमा एउटा शक्तिशाली ब्रेक, शैतानिक ब्रेक हुँदैछ। शैतानका शक्तिहरू ब्रेक हुँदैछ। शैतानका साम्राज्यहरू ब्रेक हुँदैछ। त्यसका जडाहरू उखलेर फ्याँकिँदैछ। त्यस कारणले गर्दाखेरि चाहिँ हामीले जहिले पनि बुझ्नुपर्छ परमेश्वरले दुःख ल्याउनुहुन्छ, कष्ट ल्याउनुहुन्छ, बिमारी ल्याउनुहुन्छ, हर प्रकारको कुराहरू लिएर आउनुहुन्छ। तर ती सबै कुराको एउटा विशेष योजना हुन्छ जुन योजना चाहिँ हामीले बुझ्न सक्दैनौँ। त्यही भएर यी चेलाहरूले पनि बुझ्न सकेन। त्यसैले गर्दा चाहिँ संगति चाहिँ परमेश्वरको योजना बुझ्ने, परमेश्वर को हुनुहुन्छ भन्ने कुरा चाहिँ बुझ्ने समय हो। त्यस कारणले गर्दा चाहिँ संगतिमा तपाईँ हरेक दिन हुन सक्छ भने तपाईँ व्यक्तिगत त हरेक दिन गर्नै पर्यो, पारिवारिक पनि तपाईँले हरेक दिन गर्नै पर्यो र साप्ताहिकमा पनि तपाईँले कहिले पनि संगति नछोड्नुहोस् भन्छु म चाहिँ। जुन दिन तपाईँ संगति छोड्नुहुन्छ नि याद गर्नुहोस्, आदत छोड्नुभयो भने तपाईँलाई आदत लाग्छ है, अर्कोचोटि के छोड नजाँदा के बिग्रिन्छ र? कतिचोटि तपाईँको श्रीमानले हुन्छ आज नजाऊ नि के हुन्छ र हौ, त्यो भन्दैमा हो बुढा हो ल त्यसो भए लु भने चाहिँ लपक्क भन्ने काम चाहिँ नहुनु। संगति संगति हो। त्यो भएर यो कुरामा ख्याल गर्नु होला। संगतिमा परमेश्वरको वचनलाई पहिलो प्राथमिकता दिनुपर्छ। हरेक चर्चमा चाहिँ यो कुरालाई चाहिँ ख्याल गर्नुहोस्। तपाईँ जतिजना अगुवा पास्टर हुनुहुन्छ र जतिजना विश्वासी जनहरू हुनुहुन्छ, म तपाईँलाई यो अनुरोध गर्न चाहन्छु, संगतिमा चाहिँ
परमेश्वरको वचनलाई चाहिँ पहिलो प्राथमिकतामा राख्नुहोस्। सेकुलरको कुराहरूलाई कतिचोटि हामीले वचनमा चाहिँ इन्क्लुडिङ गरिराखेको हुन्छ। याद गर्नुहोस्, कतिचोटि संसारिक शिक्षाहरू पनि राम्रो छ, तर परमेश्वरको वचनसँग धेरैचोटि मेल खाँदैन ती भनाइहरू, ती अर्थहरू, त्यसका व्याख्याहरू मेल खाँदैन। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो सङ्गतिमा चाहिँ परमेश्वरको वचनलाई चाहिँ पहिलो प्रायोरिटीमा राखेको हुनुपर्छ। किनभने हामीले गएको हप्ता पनि वचनद्वारा नै परमेश्वर बोल्नुहुन्छ भन्ने कुरा हामीले हेरेका थियौँ। त्यही भएर चाहिँ परमेश्वर चाहिँ वचनद्वारा आफूलाई प्रकट गर्नुहुन्छ। यसो भन्दै गर्दा हामीले बुझ्नुपर्ने कुरा चाहिँ आज संसारमा गलत शिक्षा, भविष्यवाणी, गलत सुसमाचार घोषणा गर्नेहरू पनि धेरै खडा भएका छन्। तिनीहरू पनि यसै भन्छन्, परमेश्वर यसो भन्दै हुनुहुन्छ, परमेश्वरको वचनमा यसो लेखिएको छ, यो पदले यसो भनेको छ भनेर चाहिँ दाबी गर्ने र अर्थ खोल्ने कामहरू गरेको छ। सबै कुरा परमेश्वरको वचनमा लेखिएका हुँदैन। जे लेखिएको छ त्यही मात्रै छ भनेर भन्नुहोस्। पद सहित, खण्ड सहित, सबै कुरा प्रमाण सहित बोलेको हुनुपर्छ। तर तपाईँले र मैले सुन्दै गरेको वचन चाहिँ बाइबलले छ कि छैन, बाइबलको सन्दर्भ अनुसार छ कि छैन, खण्डले के बताउनु खोजेको, यसको वास्तविक अर्थ के हो भन्ने कुराको सोधखोज चाहिँ तपाईँ र मैले गरेकै हुनुपर्छ। तपाईँ र मेरो पास्टरले पनि वचन बोल्दै गर्दा चाहिँ उहाँले पनि कतिचोटि झुटो प्रचार गरेको हुनसक्छ। चेक गर्नुहोस्, सोधखोज गर्नुहोस्। फेरि सोधखोज चाहिँ अरू पास्टरलाई गएर सोध्ने होइन नि। फेरि अरू पास्टरलाई सोध्ने बित्तिकै त्यो पास्टरले फेरि आफ्नै बुद्धिले भनिदिइसकेपछि मेरो पास्टर त उहाँदै रहेछ, कामै नलाग्ने रहेछ भन्छ। त्यो त्यस्तो गर्ने होइन। बाइबल खोज्नुहोस्, बाइबलबाट वचन बोले हो, बाइबलमै खोज्नुहोस्। बाइबलमा छैन भने चाहिँ तपाईँले बुझ्नुपर्छ कि यो कुन सन्दर्भमा चाहिँ उहाँले भन्नुभयो त। तपाईँले त्यसको छानबिन गरेको हुनुपर्छ। यदि तपाईँलाई बुझ्न गाह्रो भयो भने पास्टर बा एक्लै उहाँको बेलामा चाहिँ यसो 1 किलो स्याउ अथवा अङ्गुर या केही जुस बोकेर जानुहोस्। गइसकेपछि त पास्टर पनि नरम भएर बोल्छ नि त। टक्क लगेर दिइसकेपछि दिल खुस हुन्छ पास्टरको। ल पास्टर बा, मैले यो शनिबार यसो भन्नुभयो हजुरले, मैले कुरो बुझिनँ, के हो भनेर चाहिँ तपाईँले सोध्न सक्नुहुन्छ। सिधा गरे पास्टर तैँले के बोले यस्तो भन्ने चाहिँ होइन नि। फेरि अलिक भाषा पनि अलिकति हाम्रो सभ्य खालको प्रेमिलो भाषाहरू चाहिँ, नम्रताको भाषाहरू चाहिँ आएको हुनुपर्छ। चाहे त्यो सामाजिक सञ्जालबाट सुन्नुहोस्, चाहे तपाईँको पास्टरबाट सुन्नुहोस्, जेबाट जताबाट सुन्नु भए तापनि हरेक कुरा चाहिँ के गर्नुहोस् भन्दाखेरि चाहिँ तपाईँले इभालुएट गरेको हुनुपर्छ, तपाईँले हेरेको हुनुपर्छ, सोधखोज गरेको हुनुपर्छ वचनमा छ कि छैन भन्ने कुरा चाहिँ। त्यही भएर चाहिँ A.W. टोजर भन्ने व्यक्तिले के भन्छ भने, निराशको समयमा मानिसले परमेश्वरको बारेमा गलत चित्र बनाउँछ, तर वचनले हाम्रो सोच र बुझाइलाई चाहिँ सुधार्छ र परमेश्वरको सही परिचय दिन्छ भनेर चाहिँ व्यक्तिले भन्छ। कस्तो राम्रो कुरो, कुरा बुझ्नुभयो नि। फेरि पनि मैले भने, निराशको समयमा मानिसले परमेश्वरको बारेमा गलत चित्र बनाउँछ। अब जब तपाईँले समस्या पर्नुहुन्छ नि, त्यति बेलामा तपाईँले प्रश्न खडा गर्छ परमेश्वरलाई। किन परमेश्वर, के को लागि, के गल्ती गरे, यो प्रश्न खडा हुन्छ। अनि परमेश्वरको बारेमा एउटा गलत कुराहरू आउँछ। कतिले भन्छ परमेश्वरै छैन भनिदिन्छ। विश्वासी हो, परिपक्व मान्छे हो, तर समस्या आउने बित्तिकै परमेश्वर छैन भन्छ। कतिजना त धामी झाँक्रीलाई देखाउन गइदिइहाल्छ, पास्टरलाई थाहै हुँदैन। कुरा बुझ्दै हुन्छ नि। त्यही भएर समस्याको बेलामा, निराशाको समयमा मानिसहरूले परमेश्वरको बारेमा गलत चित्र बनाउँछ, तर वचनले चाहिँ हाम्रो सोच र हाम्रो बुझाइलाई चाहिँ सुधार्छ र परमेश्वरको सही परिचय दिने काम चाहिँ गर्छ। त्यस कारणले गर्दाखेरि चाहिँ हाम्रो सङ्गतिमा चाहिँ वचन चाहिँ पहिलो प्राथमिकतामा हुनुपर्छ। र 29 देखि हामीले 35 मा हेर्यो भने चाहिँ आत्मीय सङ्गतिले चाहिँ आँखा खोली परमेश्वरलाई चाहिँ नजिकबाट चिन्न चाहिँ सक्षम बनाउँछ भनेर चाहिँ हामी यहाँ देख्न सक्छौँ। सङ्गति परमेश्वरको जीवित उपस्थित हुने समय हो। यो कुनै भजन कीर्तन गर्ने, मनोरञ्जन गर्ने मञ्च होइन। सङ्गति चाहिँ जहिले पनि आत्मीय हुनुपर्छ। मैले धेरैचोटि देखेको छु कि हिन्दूहरूको फेस्टिभलहरूमा चाहिँ चर्चमा प्रोग्रामहरू अर्गनाइज गर्छ, राम्रो छ। अनि त्यहाँनिर चाहिँ एउटा मनोरञ्जनको डिमान्ड गरिराखेको हुन्छ क्या। हामीले चाहिँ नाच्न देऊ न हो, बाहिर पनि नाच्न नदिने, चर्चभित्र पनि नाच्न नदिने भन्ने कुराहरू गरिराखेको हुन्छ। अनि सङ्गति चाहिँ मनोरञ्जन गर्ने ठाउँ होइन नि त। सङ्गति चाहिँ के हुनुपर्छ भन्दाखेरि चाहिँ आत्मीय हुनुपर्छ। फेरि आत्मीय हुनुपर्छ भनेर चाहिँ त्यो निराश टाइपको त्यो सेन्टिमेन्टलमा लैजाने भन्ने पनि होइन। हाम्रो मानिसहरूलाई चाहिँ कसरी चाहिँ प्रभुमा परिपक्व बनाउन सकिन्छ, कसरी उनीहरूलाई परमेश्वर चिनाउने भन्ने कुरातिर चाहिँ हुनुपर्छ। अनि आत्मीय सङ्गति भनेको चाहिँ ख्रिस्टमा आधारित, वचनद्वारा निर्देशित प्रेम, सत्यता,
पवित्रता र परमेश्वरको भयमा जोडिएको संगतिलाई चाहिँ आत्मीय संगति भनेर भन्दछ। त्यही भएर हाम्रो चर्चमा, हाम्रो व्यक्तिगत जीवनमा र परिवारमा चाहिँ यी कुराहरू चाहिँ प्रायोरिटीमा हुनु पर्यो। ख्रिस्टमा आधारित हुनु पर्यो, वचनद्वारा निर्देशित हुनु पर्यो, प्रेम हुनु पर्यो, त्यहाँनिर सत्यता हुनु पर्यो, पवित्रता हुनु पर्यो र परमेश्वरको भय मान्ने चाहिँ हुनु पर्दछ। यी दुई चेलाहरूसँगै येशू ख्रिस्ट पनि इमाउसको गाउँमा पुग्नुभयो र दिन ढल्किसकेको थियो। रात सुरु हुन लागेको कारण उहाँ त्यही बस्नुभयो। येशू ख्रिस्ट उनीहरूसँग रहनुहुँदा संगति गर्नुभयो। त्यो संगति गर्ने क्रममा चाहिँ त्यहाँ के भयो भन्दाखेरि प्रार्थना भएको छ, वचनको सेवा हुने काम भएको छ, अनि त्यहाँ प्रभु भोजको सेवाको कार्य चाहिँ भएको कुरा चाहिँ हामी त्यहाँ देख्दछौँ। अनि त्यो संगतिमा सहभागी हुँदै गर्दा चाहिँ चेलाहरूको चाहिँ आँखा खुलेको छ। उनीहरूले आँखा खुल्ने बित्तिकै के भयो त उनीहरूले चाहिँ येशू ख्रिस्टलाई चाहिँ उनीहरूले परमेश्वरलाई चाहिँ चिन्ने काम गरेको छ। त्यही भएर चाहिँ जहिले पनि हामीले ख्याल गर्नुपर्छ, संगतिको शिर भनेको चाहिँ येशू ख्रिस्ट नै हुनुहुन्छ। यदि हाम्रो संगतिमा परमेश्वर हुनुहुन्न भने त्यो संगति होइन, त्यो याद गर्नुपर्छ। दोस्रो कुरो, हाम्रो संगति ख्रिस्ट केन्द्रित संगतिले त्यो उत्साह, आत्मीयता र संगतिलाई चाहिँ एकीकृत बनाउने काम गर्दछ। तेस्रो, आत्मीय संगति परमेश्वरको प्रकाश प्रकट हुने एकमात्र माध्यम हो। आत्मीय संगति परमेश्वरलाई नजिकबाट चिन्ने माध्यम हो। आत्मीय संगतिले चाहिँ आत्मिकी आँखा खोल्ने काम गर्दछ। त्यसैले गर्दा चाहिँ आत्मीय संगति चाहिँ वचन केन्द्रित हुन्छ। आत्मीय संगतिको विकास गर्नु सबै विश्वासीहरूको दायित्व हो। यो कुराको मेन्टेनेन्स हाम्रो चर्चमा पनि, हाम्रो परिवारमा पनि एउटा अनुशासन, एउटा डिसिप्लिन चाहिँ यो कुरामा चाहिँ हुनुपर्छ। त्यही भएर चाहिँ संगति भनेको चाहिँ जीवित परमेश्वरसँगको सम्बन्ध हो। उहाँसँग एक हुनु हो, उहाँसँग बस्नु हो, उहाँको शरणमा चाहिँ उहाँसँग सिक्नु हो, उहाँलाई जान्नु हो। जति हामी उहाँसँग संगति गर्छौँ त्यति नै हामी परमेश्वरलाई नजिकबाट चिन्दछौँ, जान्दछौँ। त्यस कारणले गर्दा अब अहिलेको समयमा चाहिँ के भइराखेको छ भन्दाखेरि चाहिँ वैवाहिक जोडीहरू धेरै जसो छुट्टिनुको मेन रिजन भनेको चाहिँ श्रीमान श्रीमती बीचको संगति राम्रोसँग नभएको कारणले हो। जब संगति हुँदैन नि, तब उनीहरूले एकअर्कालाई राम्रो चिन्दैन। अनि अहिलेदेखि कस्तो जमाना आयो भने बुढी एकातिर टिकटक हेर्ने, बुढा अर्कोतिर टिकटक हेर्ने, अनि अर्काको सहनी मात्रै लाइट ड्याङ पानको पत्तामा लाइट ठोक्दै बस्ने। अनि संगति नै बुढाबुढीको बिचमा राम्रो नभएपछि, परमेश्वरसँग नभइसकेपछि यहाँ चाहिँ ब्लेसिङहरू चाहिँ हुँदैन। त्यस कारणले गर्दा चाहिँ याद गर्नुहोस्, जब तपाईँ रात्रिकालीन सुरुवात हुन्छ, जब दिन सुरु हुन्छ, परिवारसँग टुगेदर हुनुहोस्। व्यक्तिगत संगति पनि तपाईँले गर्नुहोस्, पारिवारिक पनि गर्नुहोस्। त्यसपछि समय छुट्याएर चाहिँ तपाईँहरू चाहिँ गर्नुहोला। अनि आज हामीले चाहिँ लुका 24 अध्यायको 13 देखि 35बाट चाहिँ संगतिद्वारा परमेश्वरलाई नजिकबाट चिन्न सकिन्छ भन्ने विषयमा चाहिँ वचन सुन्दै आइरहेका छौँ। ती दुई चेलाको येशू ख्रिस्टको बारेमा आफ्नै बुझाइ र आशा थियो। त्यो कुरा पुरा नहुँदा निराश भएर आफ्नै गाउँ इमाउसमा फर्किँदै गर्दा येशू ख्रिस्ट उनीहरूको साथमा रहनुभयो, हिँड्नुभयो, बातचित गर्नुभयो। तर ती दुईले चेलाले चाहिँ उहाँलाई चिनेन। तर येशू ख्रिस्ट उनीहरूको समस्या र बुझाइलाई धर्मशास्त्र खोलेर व्याख्या गरिदिनु भयो। अन्तमा उनीहरूको आत्मिक आँखा खोले र थाहा भयो कि उहाँ येशू ख्रिस्ट अर्थात् उहाँ परमेश्वर हुनुहुँदो रहेछ। संगति भनेको चाहिँ साझेदारी हो, सहभागिता हो, आत्मिक एकता हो। येशू उनीहरूसँग एक भाइ जस्तै आज हामीसँग पनि एक हुनुहुन्छ। संगति परमेश्वरको उपस्थित हुने समय हो, परमेश्वरलाई चिन्ने समय हो, हाम्रो समस्याको समाधान गर्ने उपाय जान्ने समय भनेको चाहिँ संगति नै हो। त्यसैले संगतिले चाहिँ हामीलाई प्रज्वलित बनाउने काम गर्दछ। जसरी उदाहरणको रूपमा बलिरहेको आगोमा चाहिँ दाउरा हाल्यो भने के हुन्छ? मजाले बल्न थाल्छ, होइन त? तपाईँले विचार गर्नुहोस् ल। तर ती हालेको दाउरालाई चाहिँ तपाईँले जब एउटालाई जब बाहिर निकाल्नुहुन्छ नि, जब तपाईँले झिकिदिनुहुन्छ बलिराखेको दाउरालाई आगोबाट चाहिँ जब दाउरा निकालिदिनुहुन्छ, त्यो दाउरा चाहिँ के हुन्छ? बिस्तारै 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 मर्दै जान्छ, धुवा दिन थाल्छ। जब धुवा दिँदै दिँदै के हुन्छ? बिस्तारै मर्दै मर्दै जान्छ। अन्तमा जब त्यो दाउरालाई फेरि तपाईँ आगोमा हाल्नुहुन्छ नि, तब फेरि मजाले बल्न थाल्छ। जब त्यहाँबाट फेरि बाहिर निकालिदिनुहुन्छ, मर्छ। भनेको चाहिँ के हो? जब तपाईँ संगतिमा जानुहुन्छ, तपाईँको जीवन प्रज्वलित हुन्छ।
यदि तपाईँ सङ्गतिमा जब जानुहुन्न भने चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ कन्फ्युजन सुरुवात हुन्छ, निराशा सुरुवात हुन्छ, परमेश्वरको बारेमा गलत बुझाइ सुरु हुन थाल्छ। त्यस कारणले गर्दा चाहिँ सङ्गति आत्मीय, अनुशासित र सबैको सहभागिता एकीकृत हृदयसहित हुनुपर्छ। सङ्गतिमा वचनलाई चाहिँ फर्स्ट